सेवारो सबैजनामा हामी सबै चेलीहरू चसक तङनाम यानि कि उधौली पर्वमा उपस्थित भइसकिसकेको छौँ। यति बेला हाम्रो प्यारो भाइहरूले चाहिँ आफ्नै चेली सम्झेर मायाले चाहिँ हामीलाई निम्तो दिनुभएको थियो र हामी पनि त्यो निम्तोलाई इन्कार नगरिकन खुसी साथ उपस्थित भएको छौँ र भाइहरूलाई धेरै धेरै धन्यवाद हामीलाई निम्तो दिनुभएकोमा। र म यति भन्दै म एउटा सानो चासुक तनमको बारेमा केही मैले जानेको कुरा भन्न जाँदैछु। लिम्बू भाषामा चाहिँ चासुक तङनामको अर्थ चासुक भनेको चाहिँ हिनुवागी अनि तङनाम भनेको चाहिँ उत्सव अथवा चाडपर्व हो है साथीहरू। अनि लिम्बूलाई चाहिँ लिम्बू भाषामा याकथुम्बा भनिन्छ है। याकथुम मुन्दुम अनुसार चाहिँ मान्छे चराचुरुङ्गी जीवजन्तुहरू चाहिँ माथि लेकबाट तल बेसीतिर झरेको समयमा चाहिँ अन्नबाली भित्राउने खुसियालीमा चाहिँ हामीले चासक तङनाम मनाइन्छ। अनि अब चासक तङनामको बारेमा यति नै छोटकरीमा भन्दै अब आजको हाम्रो चासक तङनाम कसरी भयो त के थियो त विशेष भन्ने कुरा चाहिँ म देखाउँदैछु। लिम्बू मुन्दुम अनुसार चाहिँ जहिले पनि यसरी नै पूजा गर्ने गरेको छ। खोलाको छेउमा सबैजनाले शक्ति बल्बीहरू आफ्नो आफ्नो घरबाट ल्याएर यहाँनिर छर्नुपर्ने हुन्छ। चासोको पूजा सकेपछि त फेरि प्रसादी खानुपर्ने हुन्छ नि त साथीहरू। प्रसादी नै सम्झिँदा हुन्छ। परिकारहरू खानेकुराको परिकारहरूलाई प्रसादी मानेर हामी खाने गर्छौँ नि त। मैले चाहिँ खानु नै भएको छैन कि घाँटी धेरै दुखिरहेछ अनि स्वर सुकेर। बहिनी र मम्मीले चाहिँ धमाधम खाँदै हुनुहुन्छ, म चाहिँ भिडियो गर्दै पर्खिरहेको छु है। अब यहाँ चासोको बृहत ठुलो प्रोग्राम हुँदैछ नि त साथीहरू। अब त्यहाँ जानुपर्ने छ अनि म चाहिँ बहिनीलाई मम्मीलाई पर्खिरहेको छु भिडियो गर्दै। अब हामी जान लागेको। खाइसकेपछि मेन गेटमा पनि पुगेर पनि उसको मैले भिडियो हतार हतार लिँदैछु किनभने साथी आज डान्स कम्पिटिसन हुँदैछ नि त। डान्स कम्पिटिसनमा उसलाई जजमा राखेको छौँ कि साथीहरू, त्यही भएर ऊ छिटै जानुपर्ने हुन्छ। त्यही भएर मैले गरिसकेको छु र मेरो पनि हतार हतार भिडियो मैले बनाइरहेको छु साथीहरू, देख्न सक्नु। अब प्रोग्राम एकदमै सुरु भइसकिसकेको छ। लिम्बूहरूको मुन्दुम अनुसार हरेक कुराको सुरुवात हुँदा सायद खोल्ने भनेको च्याब्रुङले नै हुन्छ। च्याब्रुङ नै बजाउनु पर्ने हुन्छ। पाहुना अतिथिहरूलाई पनि च्याब्रुङ नचाउँदै हुनुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। अनि मैले भिडियो गरेँ सेल्फीबाट देख्न सक्नुहुन्छ। दिदी बहिनी मिलेर यहाँ भिडियो गरिरहेको छौँ। अनि मेरो बहिनीले मेरो यो भिडियो गरिदिएको मैले हाई भने त्यस पछाडि अनि मैले आफै पोजहरू गर्दैछु। अनि मैले मेरो मम्मीलाई नि हाई भन्नु न भने। बहिनी चाहिँ बसिसकेको छ जजको लागि। आम्मामा कति धेरै मान्छेहरू पनि भेला भइसक्नु भएछ प्रोग्राम हेर्नको लागि। अनि मेरो बहिनी चाहिँ यहाँ जज भएर बसिरहेको छ। अनि अरू मान्छेहरू कति धेरै भेला भइसक्नु भएछ। बाबा नाच पनि सुरु भइसकिसकेको छ। यो चाहिँ कम्पिटिसन होइन, सो मात्रै हो है साथीहरू। यो चाहिँ मेरो छोरी र मेरो छोरीको साथीहरू हो है। नाचेको हेर्नु होला। Sorry
यो नानीहरूको नाच सके पछाडिको नाचहरू चाहिँ अब कम्पिटिसनको हो है साथीहरू, राम्रोसँग हेरिदिनु होला। राम्रो कन्टेम्प आदिवासी किराँत समुदाय मध्येको एक प्रमुख जाति हौ। आफ्नै छुट्टै भाषा, धर्म र समृद्ध संस्कृति सहितको लिम्बू समाज सरल स्वभाव, अतिथि सत्कार र सामाजिक सद्भावको लागि प्रसिद्ध छ। कुल वंश परम्परा र पुर्खाको संस्कृति प्रति गहिरो आस्था राख्ने हामी लिम्बूहरूको विशेष चाड चासोक तोङनाम प्रकृति प्रति कृतज्ञता व्यक्त गर्दै मनाइन्छ। यस पर्वमा पूजापाठ गर्दै, स्वादिला परिकार बाँड्दै, केलाङ नाच, पालाङ गीत र धान नाचसँगै समुदाय भेला भई हर्षोल्लासका साथ पर्व मनाइन्छ। स्वीकार गर्नुहोस्, यो हाम्रो लिम्बू समुदायको गौरव केलाङ नाच।
हजुरहरू अघि नै नाच्नु भएको भाइ बहिनीहरू चाहिँ अरू अरू स्कुलबाट आएको हो र यो अहिले नाचिरहेको चाहिँ हाम्रै भाइ बहिनीहरू रहेको छ। एकदम राम्रो लाग्यो। यो नाचको कोरियोग्राफी हाम्रै विक्रम तामाङ सर दाइले नै गर्नुभएको छ। एकदम राम्रो सिकाउनु भएको रहेछ, मलाई एकदम राम्रो लाग्यो। यो नाच सिद्धे लगातै म चाहिँ खानेकुरा भएको ठाउँतिर लाग्दैछु। अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो भाउजू, अनि फेरि अनि अर्को हुनुहुन्छ उहाँ चाहिँ मेरो बुहारी, अनि यहाँ छ मेरो चिल्बुले बहिनी। के भन्दैछ सुन्नुहोस् है त। अब यहाँनिर चाहिँ हाम्रो इन्जोय देख्न सक्नुहुनेछ। त्यसपछि हामी च्याब्रुङ पनि नाच्दैछौँ, यहाँनिर देख्न सक्नुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ मेरो ठुली फुपू, जेठी फुपू, अनि मेरो मम्मी सँगै बसिराख्नु भएको छ। अनि मेरो मम्मी हुनुहुन्छ उहाँ चाहिँ। अनि त्यसपछि हामी इन्जोय पुरा गर्दैछौँ यहाँनिर। फेरि अब राति पनि भइसकिसकेको छ। भाइहरूले चाहिँ हामीलाई मायाको चिनो सम्मान दिएर चाहिँ हामीलाई यहाँनिर चेलीहरूलाई सम्मान गरिरहेको छ। र अघिको डान्स कम्पिटिसनमा पनि हामीकै भाइ बहिनीहरू नै फर्स्ट भएको रहेछ। एकदम खुसी लाग्यो। हामी नै पढेको स्कुल सरस्वती उच्चमा भएको सुन्दा देख्दा एकदम ज्यादै हर्षित भएको छौँ। खुसीको सीमा नै छैन। कङ्ग्रेचुलेसन भनेर चाहिँ भाइ बहिनीहरूसँग फोटो लिँदैछौँ है साथीहरू, ट्रफीलाई समाएर। अब हामी चाहिँ एकदमै अन्तिम भएको कारणले गर्दाखेरि स्टेजमै चढिवरी रमाइलो गर्दैछौँ। हामी चाहिँ यति रमाइलो गर्दै घर जाने समय आएको छ भएको छ। यो 2082 सालको चषकलाई बाबाई गर्दै यति दुःखले यो इष्टमित गर्नुहुने मेरो माइती राजाहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै हामी पनि घर जाँदैछौँ साथीहरू। थ्याङ्क यू फर वाचिङ। बाबाई सबैजनालाई।